अब त हामी माछा पनि गएको के गाइस माछा माछा हामी जेनेरेटर अनि दबाई छैन हाल्ने अनि बल्छी लिएर चाहिँ गएको तर डाङ छैन डाङ चाहिँ हामी पऱ्यो त जङ्गलमै गएर काट्ने हो है अन्त हेर्नु कतिको माछा पाउँछ है साथी हो INDIA इन्डिया यता इन्डिया यता भुटान BHUTAN भुटान है यता भुटान यता इन्डिया इन्डिया भुटान यता इन्डिया यता भुटान हामी त यस्तो छ है बोर्डरमै छ बसिन्छ जङ्गलतिर हिँडिन्छ के साथीहरू हामी त माछा मार्न आएको हो माछाको लागि यहाँ हालिरहेका छौँ बल्छी चाहिँ अब जङ्गली करेला यहाँ जङ्गली करेला यहाँ छ सानो हो चल्छ चल्छ टिप त त्यसको अगाडि छुलो छ त्यसको अगाडिपट्टि अगाडि त्यहीँ यसले आँखा कम्ती देख्दैछ यहाँ छ ऊ यहाँ पनि छ यसरी हुन्छ हो यस्तो जङ्गली करेला यसरी पाइन्छ हो ऊ त्यहाँ अगाडि छ त ऊ त्यहाँ अगाडि हिँडिरहेको तन्द्रङ्गे छ यति भइसक्यो बाइकमा उहाँहरू भयो करेला टमै एक छाक पुग्छ यति भइसक्यो ए यसरी जङ्गली करेला यो चाहिँ जङ्गली करेला छ यसको बोट चाहिँ यस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ बोट यहाँ फुलहरू फुल्दैछ हो सँगसँगै दानाहरू लाग्दैछ यसलाई चाहिँ भन्छ पादेलहरा पादेलहरा त्यो कहाँ होइन यो होइन नि पादेलहरा अर्कै छ काँचेर पनि झर्छ त्यसको त्यो बिचन चाहिँ बोक्न प्लास्टिकमा हालिराख्नु घरमा छरिदिनुपर्छ अरे साथी बल्ल भर्खर एउटा पऱ्यो है साथी खानु पनि दिन्छ यत्रो चाहिँ रहेछ है धन्न 1 किलो त्यत्रो रहेछ बल्ल बल्ल साथीहरू माछा मार्न आएको थियौँ थाक्यौँ ए अब पानी पिउने हो हात मुख धोएर पानी पिउने यो चिसो फ्रिजको पानी चाहिँ चिसो यो उम्रेको पानी अनि घरतिर लागिने सकिएन बेसी खेल्नु